कति घन्टामा पार्नु भयो यो मिनेटमा यो निकालेर हाल्नु थियो बस। नमस्ते सबैजनालाई। बर्खाको मौसम छ अनि यस्तो मौसममा घरमा बस्न मनै लागेन। त्यसैले आज हामी साथीहरू मिलेर बल्छी बोकेर खोलातिर लाग्यौँ। आजको भिडियोमा माछा मार्ने बेग्लै मजा छ। खोला किनारको रमाइलो अनि साथीहरूसँग आफै पकाएर खाएको मिठो परिकार हेर्न पाउनुहुनेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है। सधैँको व्यस्त जीवनबाट अलिकति पर समय निकालेर आज हामी बर्खाको रमाइलो उठाउन घुम्न निस्किएका छौँ। हातमा बल्छी छ, साथमा प्यारा साथीहरू छन्। हेरौँ आजको हाम्रो बल्छीमा कति माछा पर्छन् र कतिको मिठो परिकार बन्छ। आउनुहोस् आजको यात्रा, यो सुन्दर यात्रा सुरु गरौँ। हाम्रा साथीहरू सबैजना आफ्नो बल्छी लिएर माछा मार्दै हुनुहुन्छ। कोही हेरेर मजा लिँदै हुनुहुन्छ भने कोहीले बल्छी थापिरहनु भएको छ। तर अहिलेसम्म माछा भने एउटा पनि परेको छैन। केही समयपछि हाम्रो एकजना साथीले एउटा माछा पाउनु भएको छ अनि उहाँ एकदमै अत्यन्तै खुसी हुनुहुन्छ। किनभने हामीले बल्छी थापेको आधी घन्टा जति भएको थियो, एउटा पनि माछा परेको थिएन। अहिले एउटा पर्यो। के भएर सुरुमा माछा नपरे तापनि केही समयको पर्खाइपछि एकदमै धेरै माछा पर्न थाल्यो। कोही साथीले माछा झिक्दै हुनुहुन्छ भने कोही साथीले माछाको चारो बनाउँदै हुनुहुन्छ। हाम्रो धेरै साथीहरू कोही चाहिँ माछा मार्दै हुनुहुन्छ अनि कोही चाहिँ हातले माछाहरू खोज्दै हुनुहुन्छ। यो रमाइलो पलमा सबैले आफ्आफ्नो तरिकाले मजा लिँदै हुनुहुन्छ। सबैको आफ्आफ्नै धुन छ, आफ्आफ्नै सुर छ। कोहीले माछा खोज्दै हुनुहुन्छ भने कोहीले माछा झिकेको हेर्दै हुनुहुन्छ, कसैले माछा ढोकिराख्नु भएको छ। आफ्आफ्नै सुरमा छन्। अनि हाम्रो साथीहरूले धेरै माछाहरू पारेकै हुनुहुन्थ्यो। सबैजनाले खुसी मनाइराख्नु भएको थियो। त्यही खुसियालीमा म पनि माछा पार्न लागेँ। पत्ला उफ्रिँदै पानी पर्छ फेरि हौ। अरे आहा, कति घन्टामा पार्नु भयो यो मिनेटमा? यो निकालेर हाल्नु थियो बस यो। हाल्नु यो पनि सिक्नु। फेरि पानीमै हाल्नुहुन्छ है। सरी बेलुका राम्रोसँग भुटेर खाम्ला। लौ न। यो निकाल्छ कसरी त? बाई। यो माछा पार्दाखेरि बल्छी सानो भयो अनि माछाले धेरै बल्छी निल्यो भने चाहिँ बल्छी निकाल्नै गाह्रो हुने रहेछ। हाम्रो साथीले बल्छी निकाल्न सक्नै भएको छैन। धेरै टाइम भइसक्यो, एकदमै गाह्रो हुने।
ठुलै पर्यो। अब हामीले माछा पाडेको बेलुकाको समय पनि भयो। धेरै समय भएपछि हामीले घर फर्किने निर्णय गयौँ अनि हामी घर फर्किनको लागि रेडी भयौँ। हामीले पारेको माछा जति ल्याएर आयौँ। माझी नै भएछ हो तिमीहरू नि। एउटा तारोले त्यही पनि हजुर एउटा तारोले दुईटा तारो खाने के हो भरसले पनि तारो चाहिँ फेरि घरमा हतार ल हामीले पारेको माछा देखाउ त बिसप कति छ भित्र? त्यहाँ मुनि धारा त अब माथि बिर्का खोला हेरौँ कति छ। कति धेरै माछा छ? कतिवटा पारे आज? दाइले कतिवटा पार्नु भयो? म हेर्ने मात्र डर। बिसपले? मैले 7वटा पारे 2टा भाग्यो 5वटा दिँदै चाहिँ भरत सरले? कुलराजले? मैले 2टा अँ। दाइले 2टै मारे। रोशनले कतिवटा पार्यो? एउटा मात्रै? कसले पारेको यो? पारे हो यो ठुलो अनि तपाईँले? ठुलो तपाईँले चाहिँ? गणेला पुग्यो। दुईटा पारे। ले राम्रो छ। ल त साथीहरू, आजको हाम्रो बर्खाको घुमघाम बल्छी हान्ने र माछा पकाएर खाने कार्यक्रम यहीँ सकिन्छ। आजको यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर पक्कै भन्नुहोला है। यो भिडियो मन पर्यो भने एउटा लाइक गरिदिनुहोस् र हाम्रा यस्तै रमाइला भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।